गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन दबाब, धमाधम बोल्न थाले आफ्नै पार्टीका नेताहरू। रमेश लेखक जस्तो आदर्शवान नेताले मलाई लाग्छ 1-2 घण्टा नबनिकन सम्भवतः आज 12 बजे राति या भोलि या सदन खुल्नु अगाडि उहाँले राजीनामा दिएर अनुसन्धानको निम्ति समिति गठन गर्नुहोस् भन्नुहुन्छ भन्ने मलाई आत्मविश्वास छ। दर्शकबिन, पछिल्लो समय गृहमन्त्री रमेश लेखक नेतृत्वको गृह मन्त्रालय विवादको केन्द्रमा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसाको आवरणमा भइरहेका मानव तस्करीका घटनामा संलग्न समूहबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ। अनुसन्धानको दायरामा अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराई सहित 4 जनालाई समेटिएको छ, जसमा गृह मन्त्रालयका केही कर्मचारीको समेत संलग्नता रहेको आशंका गरिएको छ। गृह मन्त्रीको सचिवालयमै संलग्नता देखिएपछि लेखक चर्को आलोचनाको घेरामा छन्। विपक्षी मात्र होइन, उनकै पार्टी नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले नैतिकताको आधारमा लेखकलाई राजीनामाको सल्लाह दिएका छन्। रमेशजीको जुन आएको छ, किनभने गृह मन्त्रालय त उहाँको अन्डरमा छ नि त, होइन? उहाँले नैतिकताको हिसाबमा ल म क्लिन छु, म अहिले राजीनामा गरेर छानबिन समिति बनाउनुहोस्, गर्नुहोस् तपाईँहरू भने भइहाल्यो। यस्तै काङ्ग्रेसकै प्रभावशाली नेता डाक्टर सुनिल शर्माले समेत लेखकले केही समय पहिले सहकारी विवादमा रासपा सभापति रवि लामिछाने विरुद्ध लेखकले बोलेका कुराहरू सम्झाउँदै तुरुन्तै राजीनामा दिएर अनुसन्धानमा सघाउन अनुरोध गरेका छन्। यत्रो क्वेसन आइसके पछाडि उहाँले ती बसेर आफ्नो हट उहाँले देखाउनु भयो भने मलाई लाग्छ पार्लियामेन्टभित्र यसको सशक्त सवाल चाहिँ गम्भीर होइन, पार्लियामेन्टभित्र यसको सशक्त रूपमा यसको विरुद्धमा आवाज उठ्नेछ। र यो अपोजिसन मात्रै होइन, स्वयं सत्ता पक्षका हामी जस्ता सांसदहरूले पनि यो चिजलाई पार्लियामेन्टभित्र उठाउन बाध्यकारी अवस्था सिर्जना हुन्छ भन्ने मलाई लाग्छ। गृह मन्त्रालयले भने शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा मन्त्रालय नेतृत्व कुनै अनियमितता संलग्न नरहेको दाबी गरिएको छ। तर मन्त्री लेखककै निर्देशनमा भट्टराईको आकस्मिक सरुवा गरिएको र सो सरुवाको भोलिपल्ट अख्तियारले छापा मारेर उनीमाथि अनुसन्धान थालिएको प्रसङ्गले नयाँ प्रश्नहरू जन्माएको छ। भट्टराईको सरुवा किन गरिएको हो भन्नेबारे मन्त्रालयले अझै स्पष्ट जवाफ दिएको छैन। यसअघि रवि लामिछाने गृहमन्त्री हुँदा सहकारी घोटालामा संसदीय छानबिन समितिको माग उठ्दा काङ्ग्रेसले जोरदार रूपमा राजीनामा मागेको थियो। सोही बेला लेखकले संसदीय छानबिनका लागि मन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए। कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहनुहुन्न, त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ भन्ने कुरा पनि हामीले उठाउँदै आएका छौँ। अहिले आफू विवादमा तानिँदा भने लेखकले कर्मचारी अनुसन्धानमा हुँदैमा मन्त्रीहरूले राजीनामा दिनुपर्ने परम्परा बसाल्ने हो भनी प्रति प्रश्न गरेका छन्। मन्त्री लेखकले भने आफू विरुद्ध राजनीतिक षड्यन्त्र र झुटो प्रचार भइरहेको आरोप लगाएका छन्। उनले भने यदि मेरो सार्वजनिक वा राजनीतिक जीवनमा आर्थिक अनियमितताको प्रमाण भेटियो भने म राजनीतिबाटै राजीनामा दिन तयार छु। प्रतिनिधि सभाको आगामी बैठक ज्येष्ठ 13मा विस्तृत धारणा राख्ने बताउँदै उनले सबै प्रश्नको जवाफ दिने बताएका छन्। यसअघि पनि लेखकमाथि प्रहरी प्रयोगको दुरुपयोग, सरुवा बढुवा प्रक्रिया अपारदर्शी भएको लगायतका आरोप लाग्दै आएका थिए। दलित समुदायसँगको अन्तर्राष्ट्रिय विवाहमा अवरोधका लागि प्रहरीले हस्तक्षेप गरेको भन्ने आरोपमा समेत उनी आलोचित बनेका थिए। तीनकुनेमा भएको विरोध प्रदर्शनमा प्रहरीद्वारा गरिएको बल प्रयोग र सुरक्षामा चुक भएको भन्ने विषयमा पनि न्यायिक छानबिनको माग व्यवस्था गरिएको थियो। मन्त्री लेखकले उक्त घटनालाई व्यवस्था विरोधी भन्दै सामान्यकरण गरेका थिए।